माथि आकाशमा बुडुङ बुडुङ गर्दाखेरि मामु भने कि ओ अमोर मामु भन्यो अमोर नि मेरो बच्चा अनि सुन्दा माथिले राखिदिनु पर्दैन मेरो छोरीलाई उसलाई गडाङगुडुङसँग डर लाग्छ भने तिमीलाई थाहा थिएन एकैछिन राखेको यस्तो डराएर त ओछ्यानमा सुसु गरिदिन्छे कति डरा होला धेरै त मुटु तिमीले अनि सम्झेर मामु भन्यो ओ अनि सुन्थेन अनि त मेरो बाबुलाई कसरी बोला झ्यालबाट मामु भने कि अमर अब म च्यापेर बच्छु नि मेरो बाबुलाई है अब नडल है अब ममा छु नि त मेरो बच्चा यसलाई गडेङगुडुङ भएपछि एकदमै धेरै डराउँछ त ओछ्यानमा सुसु गर्दैन अब यसैले सफा गर्छ भोलि यसैले सुकाउँछ लुगा है तिमीले सफा गर्ने म त गर्दिनँ नायकले गर्छ मलाई के थाहा छैन अनि मेरो छोरो मैले सम्झाएको थिएँ तर मलाई वहीँ नक्सालमै थाहा भएको थियो गडाङगुडुङ गऱ्यो लाइकाको बिजोग छ भन्ने चाहिँ मैले सोचिसकेको थिएँ क्या हेर राल सिगान सुसु ओछेर सुसु गर्दैन हुन्छ त अब राति कहाँ सुत्ने बुडुङ बुडुङ गर्दाखेरि मामु भन्यो ओ अमनी मामु भने कि अमनी त बिल्छोले मामु नक्सालमा हो नि काम गर्नु पर्यो तपाईँ सम्झेको थिएँ नक्सालमै सम्झेको थिएँ लाइका डरायो होला भनेर भनिदिनु हुन्छ अमनी मेरो छोरीले इच्छा कति नाच्छ कि अब त डन मम्मी घर आइसक्यो त अब त मामु घर आइ त अब त सुन्टेला नि जुड नबोला लाइका होइन सँगै राख्नु पर्दैन यसलाई पानी आएछ के अरे गडाङगुडुङ गर्छ एकदमै धेरै डराउँछ के